Welcome back to my channel guys. This is Ranjan Swest here. So अहिले है 5-4 हुँदैछ र अहिले हामी फेरि पनि एउटा ठाउँ जाँदैछ जसको नाम चाहिँ खरीडुङ्गा हो र यो चाहिँ हाम्रो पछि देखिराख्नु भएको हाम्रो गाउँ है। अन्त अब हामी यहाँबाट जाँदैछ र तपाईलाई म डिटेलहरु है अगाडि शेयर गर्नेछु। र अहिले बजेछ 5:04 है र हामी निस्किसकेका छौं। भर्खर निस्केको तपाईलाई म देखाउने छु है कस्तो छ भनेर। अन्त यो भ्यूहरु तपाईले हेर्दै गर्नुस् र है आजको यो 2-3 घण्टाको यात्रा र ट्रेकलाई तपाईसँग शेयर गर्न गइरहेको छु। तपाईहरु पनि इन्जोय गर्नुहोस् है। हुन्छ थ्यांक यू। लेट्स गेट इन्टु द ट्रेल। Rebecca, say hi. Okay, let's go. खरीडुङ्गासँग जाने चाहिँ दुईटा रोड छ, एउटा पिच रोड छ अन्त एउटा रफ रोड छ। अन्त अहिले चाहिँ हामी रफ रोड लिएर जाँदैछ। तल देखेको हाम्रो गाउँ अन्त स्कुल बन्दैछ। अनि चाहिँ तपाईले माथि देख्नुहुँदैछ यो चाहिँ खरीडुङ्गालाई त्यो जुन चाहिँ ढुङ्गा छ त्यसलाई बुक्ने हो यो चाहिँ। अनि माथि फ्याक्ट्रीदेखि चाहिँ यो तलसम्म आउँछ अनि यो जुन चाहिँ सब स्टेसन छ त्यहाँसम्म पुग्छ। अनि चाहिँ यो रोड चाहिँ हामी सर्टकटको लागि हो। हामी हिँड्दा यहाँ वेटिङ सेट पनि पाउने गर्छ। अन्त यो वेटिङ सेट चाहिँ है ठाउँ ठाउँमा छ। कसैले चाहिँ खान त्यहाँ फ्याँकेछ है। एकदमै नराम्रो कुरा हो यो चाहिँ। म जहिले पनि भन्ने गर्छु है मैलाहरू चाहिँ यस्तो नेचरको बीचमा चाहिँ नफाल्दिनु होला। आफ्नो घरमा ल्याएर फाल्नु है। नेचरलाई चाहिँ डस्टबिन नबनाउनु कृपया गरेर है। हजुर अनि चाहिँ रेबेका चाहिँ माथि पुगेर है हिमाल देख्दैछ भन्दैछ। अन्त अहिले घाम यहाँ टाइम तपाईले हेर्न सक्नुहुन्छ है बेसी बचेन। अनि चाहिँ एकछिनमा चाहिँ हिमाल चाहिँ दामी देख्छ यहाँबाट। रेन्जेसहरू यहाँ वाइट तपाईले देख्नुहुँदैछ अलिअलि त्यो चाहिँ टुप्पो हो। अहिले घाम लागेको छैन है। घाम लाग्यो चाहिँ अलिक क्लियर हुन्छ अनि देखाउँछु है। निकै लामो हेर्नुपर्ने छ। खासमा यो बाटो पनि छ एउटा है तर जङ्गलको बाटो एकदमै जङ्गल भएर जानुपर्छ अनि उकालो पुग्नुपर्छ है। तर मलाई त्यस्तो आइडिया छैन मलाई यो ठाउँको बारेमा। सो त्यही भएर चाहिँ हामी अहिले बाटो चाहिँ हेर्नेछौँ। यहाँ चाहिँ तपाईले बर्ड देख्नुहुँदैछ है। चराहरूको बर्ड रहेछ। चराहरूको मेबी सायद पिजन बनाएको होला न के बनाएको खै। आज यहाँ चाहिँ एकदमै चराहरूको आवाज दामी आइरहेको छ र है यहाँ मैले एउटा कुरा देखेँ। यो बेरिस है यसलाई चाहिँ हामीले नेपालीमा ऐसुली भन्ने गर्छ यो चाहिँ। अन्त एकदमै यस्तो हुन्छ है मिठो हुन्छ। अम्बो कस्तो गुल्यो क्या गुल्यो रहेछ हौ। गुसबेरिस रेसबेरी एन्सेलु हिमालयन येलो रेसबेरी। यहाँ रेबेकाले चाहिँ टिप्दैछ है। बाटोबाट यस्तो तपाईँले पुरा पाउनुहुन्छ यहाँ है। यहाँ बिचमा पुरा रहेछ बाटोमा चाहिँ खाँदै हामी हिँड्नेछौँ। यहाँ चाहिँ यति बेसी कालिस छ रहेछ कि अघि बाटोमा पनि कुदिरहेको थियो। अन्त आई थिङ्क घन्टाहरू देखेर त मन्दिर जस्तो लाग्दैछ। यहाँबाट पनि सर्टकट बाटो छ रहेछ उता पारिपट्टि निस्किने। तर हामी चाहिँ एकदमै रोडलाई नै चुज गर्नेछौँ। दामी भइरहेको रहेछ वेदर अहिले। हरियो बाक्लो जङ्गल मान्छे अब घाम निस्किनु आँटेको छ। हिँड्नुमा एकदमै साह्रो पर्छ। सो कन्टिन्युस हिँड्नुमा हामी 8 बजीसम्म चाहिँ पुगौँ भनेर मैले सोचेको। के देखाउनु भएको? ओके 6:08 भएछ है। चक्क देख कस्तो दामी देखेँ। यहाँ सायद के छ होला। एकदम कराउँदै थियो भर्खर है।
यो पहाडको पछाडिपट्टि हामी जाँदैछौँ अहिले फिलहाल चाहिँ जुन अघि तपाईँले देखाएको थियो त्यो पहाड चाहिँ हामी काटेर अर्को पहाड आइपुगेको छ र यहाँको भ्यू चाहिँ कुछ इस तरह है सो ब्युटिफुल। अहिले म तपाईँलाई क्यामेरामा त्यस्तो देखाउन सकेको छैन है, तर पनि एकदमै दामी एकदमै असल परमेश्वरले सृजना गर्नुभएको सृष्टि चाहिँ यस्तो छ है। अनि साथै परमेश्वरले जस्तो प्रकारले मानिसहरूलाई एउटा असल क्रिएट गर्नुहुन्छ भन्ने कुराहरू जुन देखाएको त्यो कुरा चाहिँ हामीले अलिक तलपट्टि हेर्नु सक्छ है। यो चाहिँ मान्छेले बनाएको कुराहरू, अन्त यो माथि चाहिँ परमेश्वरले बनाउनु भएको कुराहरूलाई चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। एकदमै असल छ, एकदमै सुन्दर। क्या दामी रहेछ हेर्नुहोस् त। अनि हामी चाहिँ यो पहाड तपाईँले देख्नुहुँदैछ है, यो पहाड चाहिँ हामी चाहिँ अघि तल बाटोबाट देखाउँदै थिएँ मैले। हो यो पहाड चाहिँ काटेर अब यो पहाडको पछाडिपट्टि आएको छ। अब यता अझै एउटा पहाड छ, यो पहाडको पछाडिपट्टि चाहिँ हामी जाने ठाउँ जुन चाहिँ खरीडुङ्गा भनेर हामीले मैले अघि दिन भनिरहेको थिएँ त्यो ठाउँलाई पुग्नेछ। अति नै सुन्दर यहाँको चाहिँ एकदम वर्थित भयो है। बिहान उठेर यस्तै हिँडेर आउनु चाहिँ एकदमै असल र दामी भयो, मजा लागिरहेको छ, इन्जोय गरिरहेको छु। थाक्नु थाकिरहेको छु है, तर पनि एकदमै यो शारीरिक थकावट चाहिँ यो यस्तो भ्यू हेर्दा त्यो मिटेर जाँदो रहेछ भन्ने कुराहरू थाहा पाइरहेको छु। अन्त थ्याङ्क यू, तपाईँहरूलाई पनि हेरिदिनु हुँदैछ भन्ने म विश्वास गर्छु। हुन्छ है, अगाडि जानेछ कस्तो छ भनेर हामी हिँड्न सक्नुहुन्छ। यहाँ चाहिँ डल्लै गुराँसै मात्रै रहेछ, तपाईँले हेर्नु सक्नुभएको छ कि छैन, तर के हुन्छ कि फेरि नि सबै गुराँसको रहेछ रुखहरू। तर हामी चाहिँ ढिलो भयो रहेछ आउनुलाई, अझै उकालो 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 जानुपर्ने छ। यहाँ पुग्नुपर्ने छ माथि, माथि पुगेर फेरि ओह्रालो जानुपर्ने छ। अब हामी अलमोस्ट पुग्नु आँटेको छ है, डाँडाको पछाडिपट्टि मात्रै ठाउँ हो। अब मेबी सायद 1 किलोमिटर चाहिँ होला हिँड्दैछ। यहाँ चाहिँ हामीलाई हेर वाइट ग्रास पनि देख्यो, बिचमा मैले देखेको जस्तो लागेको थियो तर होइन जस्तो लाग्यो, तर हो रहेछ है। वाइट ग्रास पनि पाउँदो रहेछ। हामीले वाइट देख्यो, पिङ्क देख्यो, अन्त रेड देख्यो है। अनि चाहिँ हामी चाहिँ हिँड्दै गर्दा पनि अलमोस्ट भन्दा पनि हामी पुगिसकेको छ यो ठाउँमा। यहाँ तपाईँले सानो देख्नुहुँदैछ। फाइनली है हामी खरीडुङ्गा भन्ने ठाउँमा पुगिसकेको छौँ। र यो खरीडुङ्गा भन्ने यो नाम चाहिँ केले परेको भन्दाखेरि यो चाहिँ खरी भनेको इट्स काइन्ड अफ चक है, जुन चाहिँ एउटा ढुङ्गा हुन्छ जसलाई चाहिँ नेपालीमा खरी भनिने गर्छ। र त्यो ढुङ्गा चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। म बसिरहेको छु यो ठुलो पहाड जस्तो, यो पनि त्यही एउटा ढुङ्गाको नै यो पहाड हो। अनि चाहिँ यहाँ चाहिँ यस्तो टाइपको यो ढुङ्गा पाउँछ, मैले यहाँबाट सानो निकालेको है। अन्त यो ढुङ्गा चाहिँ एकदमै लुज हुन्छ, यो तपाईँले देख्न सक्नुहुन्छ यी यसै टुटिन्छ। अनि यो ढुङ्गा चाहिँ एकदम स्लिपरी हुन्छ। अनि यसले चाहिँ खडी बनाउने गर्छ। जो चाहिँ 90s को किडहरू नानीहरू छ है, उनीहरूलाई थाहा हुन्छ कि जुन चाहिँ हामीले पहिला बोर्डमा स्कुलतिर बोर्डमा लेख्ने गर्थ्यो एउटा चकले, त्यो हाट खालको चकले चाहिँ, अनि हो त्यो चकलाई चाहिँ खडी भनिने गर्छ। अन्त हो त्यसको माइनिङ चाहिँ यो ठाउँमा हुन्थ्यो है 180 मिलियन टन अझै पनि छ भनेर लेखिएको छ। र यहाँ मेरो पछाडि तपाईँले देख्न सक्नुहुन्छ है, यो चाहिँ जुन चाहिँ त्यो यहाँबाट यस्तो लैजानु ढुङ्गालाई चाहिँ यहाँबाट लैजानु प्रोसेस गर्ने लैजाने ठाउँ चाहिँ यहाँबाटै हो। अनि चाहिँ यो चाहिँ तपाईँले देख्नुहुँदैछ त्यहाँ सानो सानो उयोहरू हो, यो चाहिँ बुक्ने हो। त्यो अघि तपाईँले देखाउँदै तल है, हो त्यो यहाँबाट यिनीहरूले गर्थ्यो प्रोसेस गर्थ्यो। अनि प्रोसेस गरेपछि चाहिँ यसो ठुल्ठुलो ड्रमहरू जस्तो छ, सायद यसमा जान्थ्यो होला। यिनीहरू ट्रेलरहरू पनि छ, त्यहाँबाट यस्तो आउने सिरिज छ, त्यहाँबाट यसमा झर्थ्यो होला। त्यहाँबाट फेरि यसमा प्याकिङ, यहाँ तल प्याकिङ त्यसमा त्यो कन्टेनरमा जम्मा भएर चाहिँ तल जान्थ्यो। अनि चाहिँ यहाँ तल देख्न सक्नुहुँदैछ पुरा छ जस्तो यहाँ। अनि चाहिँ एकदमै ठुलो छ एरिया यो। अनि चाहिँ यहाँ जस्तो अलिकति चौर जस्तो छ,
उता पनि छ पहिला सायद मेबी माइन गरेको होला अन्त माइन गरेपछि चाहिँ यो यस्तो ठाउँ यो छोडेपछि चाहिँ यस्तो बनेको होला मेबी सायद यो ठाउँ अनि चाहिँ हामी यति मात्रै होइन यो ठाउँ मात्रै हामी हेर्नु आएको होइन है अझै पनि छ त्यहाँ अगाडि त्यो ठाउँमा पनि हामी जानेछौँ र कस्तो छ भनेर तपाईँलाई देखाउनेछु र यो हाइट चाहिँ है 2660 मिटर हाइटमा छ यो चाहिँ यो जुन सी लेभलदेखि चाहिँ त्यतिको हाइटमा यो ठाउँ छ है ठिकैको छ घाम लागिरहेको छ अहिले फिलहाल चाहिँ त्यस्तो गरम भएको छैन ठिकैको छ अब हेर्दै जाउँ है कस्तो हुन्छ वेदर अनि चाहिँ तपाईँलाई म अझै इन्फर्मेसन केही छुटेको छ भने तपाईँलाई सेयर गर्नेछु हुन्छ थ्याङ्क यू हेर्दै गर्नुहोस् है तपाईँहरू अगाडि कस्तो छ के छ हुन्छ यहाँबाट चाहिँ गाडीमा त्यो ढुङ्गा लिएर आएर यो ठाउँमा चाहिँ डम्प गर्नुपर्ने रहेछ डम्प गरेर चाहिँ यहाँ तलपट्टि यसमा छ गदाम भन्दा पनि त्यो स्केलेटर टाइपको छ है त्यहाँ जाँदो रहेछ त्यो ढुङ्गाहरू त्यहाँबाट त्यो अलिक प्रोसेस भएर त्यहाँबाट यस्तो माथि जाँदो रहेछ माथि गएर फेरि यस्तो गरेर माथि आउँदो रहेछ अन्त यो ड्रम जस्तो ठाउँमा जाँदो रहेछ ढुङ्गाहरू है अन्त ड्रम जस्तो ठाउँमा गएर त्यहाँबाट तल झर्दो रहेछ तलबाट लिएर फेरि यता यो ठाउँमा जाँदो रहेछ त्यहाँ चाहिँ जुन चाहिँ अघि तपाईँले देखाएँ मैले त्यो कन्टेनर जस्तो त्यसमा जम्मा हुँदैछ त्यहाँदेखि चाहिँ तल जाँदो रहेछ यहाँ चाहिँ जति पनि त्यो अघिको डम्पिङ एरिया रहेछ ढुङ्गाहरूलाई उनीहरूको मिनरल्स निकालेर यहाँ फ्याँकिदिँदो रहेछ ढुङ्गाहरू चाहिँ क्यान्टिन घरमा गएर खाजाहरू खानुपर्छ एक्सक्युज मी हेलो हेलो के हुन्छ यो चाहिँ के पाउँदो रहेछ अन्त यहाँ चाहिँ अघि हामी पूर्णिमा नानाकोमा थियो यहाँ चाहिँ सङ्गीता नाना हुनुहुँदो रहेछ ओके चाउचाउ अन्डै खाऊ न खाइहाल्नु त ठिकै छ हजुर धन्यवाद यहाँ पोखरी पुगिसकेको छौँ है अन्त अब यो तल बाटो भएर उताबाट घुम्दै यताबाट फेरि फर्क्यौँ भनेको सोचेको अब हेरौँ के हुन्छ बाटो छ कि छैन बाटो छैन फेरि उकालो यो बाटो आउनुपर्छ चाहिँ देखाउँदै गर्छु है तपाईँलाई कस्तो छ यहाँको सानो दृश्यहरू हुन्छ सायद तपाईँहरूले मोबाइलमा त्यस्तो देख्नु भएको छैन तर मैले आफ्नो यो नेकेड आईले चाहिँ एकदमै मजाको देख्दैछु मैले चाहिँ तपाईँलाई कसरी देखाउनु होला नि मजाको सिनेरीहरू यस्तै छ अब के गर्नु चाहिँ बोर्डहरू पनि रहेछ पहिला चाहिँ बोर्डिङहरू पनि गर्थ्यो होला यहाँ चाहिँ हुन्थ्यो रहेछ पहिला चाहिँ सिजनमा चाहिँ हुन्छ भनेर सुनेको थियो है अनि उता पारिपट्टि चारो जति छ यहाँ चाहिँ एउटा छ रहेछ सो फाइनल गाइस है हामी घुम्यौँ है राम्रो थियो एकदमै शीतल हावा अन्त मजा आयो आजको दिन पनि एकदमै असल भयो र अब हामी यस ठाउँबाट निस्किँदैछ बाहिर है तपाईँ जुन पोखरी अघि देखाएको थिएँ मैले हो यो ठाउँबाट अब निस्केको हामी अनि चाहिँ निस्केर हामी घरतर्फ जानेछ अब सेम त्यति नै लामो बाटो ट्राभल गर्नेछ सो त्यो म देखाइबस्दिनँ तपाईँलाई हुन्छ तपाईँले हेरिदिनु भएकोमा एकदमै धन्यवाद र है यसरी नै मलाई सपोर्ट गर्नुहोस् अन्त किप वाचिङ डु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल अन्त यति नै भन्न चाहन्छु अलरेडी सब्सक्राइब गर्नुभएको छ भने एकदमै तपाईँलाई धन्यवाद छ र
गर्नुभएको छैन भने तपाईँले सब्सक्राइब गर्नु सक्नुहुन्छ। अन्त चाहिँ आउने दिनमा है म यसै कता कता घुम्नु गयो भने बिचमा हाल्दै गर्नेछु। यो चाहिँ किन मैले हालिरहेको छु भिडियोहरू भन्दातिर चाहिँ मेरो लाइफको एउटा सानो यात्रालाई चाहिँ मेरो जर्नीलाई चाहिँ म मोमेन्टमा चाहिँ क्याप्चर गर्न चाहन्छु र है अनि त्यो कस्तो प्रकारको हुँदो रहेछ भन्ने कुरालाई म पनि तपाईँलाई देखाउन चाहन्छु है। यस्तो प्रकारले हुँदै रहेछ। अन्त आज यस ठाउँमा आउनुलाई है हाम्रो 1 रुपियाँ पनि खर्च भएन। हामीले खाजा चाहिँ खायो अन्त खाजा खानमा अलिक खर्च भयो। अदरवाइज चाहिँ हाम्रो 1 रुपियाँ पनि खर्च भएन। एकदमै दामी असल र मजाको एउटा आजको ट्रेक भएको छ र है अब हामी दिउँसो हुन आँटिसकेको छ। अब हामी फर्किन्छ यहाँबाट अनि कति बजीसम्म मेबी सायद बेलुकासम्म पुग्छ होला फेरि। हुन्छ, थ्याङ्क यू, किप इन टच।